Have you ever seen so many number of bats all together? Hi everyone, welcome back to my mini vlog. आज चाहिँ हामी गएका थियौं चमेरे गुफा ब्याट्स क्याब जुन कि हाम्रो बाटुले चौरमा छ पर पर्सन 50 रुपीस पे गरेर हामीले एन्ट्री गर्यौं आजको दिन चाहिँ एकदमै प्याक थियो because so many Indian tourists were there. These days पोखरा is very much crowded. So मैले सोचेको थिएँ यो ठाउँमा त अलि भिडभाड हुँदैन कि भनेको but I was wrong. यो ठाउँ पनि एकदमै धेरै crowded थियो. But still हामी चाहिँ ल आज कुछ तूफानी करते हैं भन्दै पुरा एन्ट्री चाहिँ गर्यौं हैन. At the beginning I was so excited but जस्तो हाम्रो एन्ट्री भयो त्यहाँ यति धेरै crowd थियो and it was completely dark. People were talking a lot over there. अनि मलाई चाहिँ एकैछिनपछि त सफोकेसन हुन थाल्यो के त्यो क्याबले त हैन बट भिडभाड देखेर एकदमै धेरै सफोकेसन भयो एन्ड देन त्यहाँ अक्सिजनको पनि अलि कमी हुन्छ नि त सो आई वाज स्केयर्ड बट चलो भन्दै अगाडि चाहिँ म बढेँ बट आई मेड अ मिस्टेक यहाँ आउँदाखेरि चाहिँ हजुरहरूले प्रपर सुज र प्रपर क्लोदिङ गरेर आउनु होला है मैले चाहिँ स्यान्डल लगाएर गएको थिएँ सो इट वाज भेरी डिफिकल्ट फर मी टु पास दोज न्यारो पाथ बट स्टिल आई म्यानेज टु वक एन्ट्री गर्ने बेलामा मैले बोर्डमा पढेको थिएँ प्रिजर्भिङ ब्याट्स प्रोटेक्टिङ बायोडाइभर्सिटी र बायोडाइभर्सिटीको कुरा आयो भने चाहिँ बिङ अ साइन्स टिचर एक्सप्लोर गर्न परिहाल्यो सो फाइनली आई स्पटेड ओभर हियर द ब्याट्स यिनीहरू चाहिँ सबै कालो चमेरा हो अल दे वेयर ब्ल्याक ब्याट्स मलाई चाहिँ अलिकति आई वाज क्वाइट स्केयर्ड ओभर हियर ब्याकग्राउन्डमा देखिएको ठाउँबाट 2-4 जना स्लिप भएर लड्नु भएको थियो टिल देन आई डिड नट नो द्याट टुडे आई एम अल्सो गोइङ टु फल फ्रम हियर लुक एट माई स्यान्डल लगाएर आउने गल्ती चाहिँ नगर्नु होला किनभनेपछि यहाँ पुरै माथि चढ्नु पर्ने रहेछ र यहाँको स्ट्रक्चर्स चाहिँ कम्प्लिटली डिफ्रेन्ट थियो एकदमै न्यारो पाथ हैन अनि यहाँ चाहिँ एकदमै स्लिपरी थियो कि हैन बच्चाहरू हेर्नुस् न कति एक्साइटेड भएका हुन् कि पुरै हामीभन्दा अगाडि हिँडिरहेका छन् हुन त हामी डिफ्रेन्ट एडभेन्चर ट्राई गर्ने भनेरै आएका थियौँ यो ठाउँमा बट एडभेन्चर यति डेन्जरस होला भनेर मैले सोचेको थिइनँ किनभने म यहाँ 4-5 पटक लडेँ के लडेर मात्रै केही हुन्थेन मेरो खुट्टा र हातभरि चोट पनि लागेको छ यस्तो दुखेको छ नि यो ढुङ्गाहरू यति हार्ड थियो अब के गर्नु लडिहाल्यो अब लडे पनि म यो एक्जिट त यही पोइन्टबाट लिन्छु भन्दै म पुरा अगाडि बढ्दै थिएँ देन फाइनली यो चाहिँ हाई रिस्क जोन आयो यो एकदमै हाई रिस्क छ मेरो सजेसन चाहिँ के भन्दा यस्तो टिकटहरू लिने भइसकेपछि त ठाउँ पनि अलिकति म्यानेज चाहिँ हुनुपर्छ एटलिस्ट वकिङ फ्रेन्डली हुनुपर्छ यो बोर्डमा चाहिँ लेखेको थियो बालबच्चालाई र वृद्धलाई अगाडि नजाने भनेर बट हामी चाहिँ अब यत्रो माथि आइसकेपछि एक्जिट त यहीँबाट नै हुने हो भनेर वी क्याप्ट अन वकिङ यहाँसम्म पनि ठिकै थियो यहाँ फेरि हो यो चाहिँ थियो हाम्रो एक्जिट पोइन्ट हल्का लाइट देखिएको छ अब यति टाढा आइसकेपछि त एक्जिट हुनु पर्यो भनेको यो स्ट्यान्ड हेर्नुहोस् न अब यत्रो हाइटमा हामी कसरी त्यो स्ट्यान्डसम्म पुग्ने त्यही पनि जसो तसो हामी त्यो स्ट्यान्डसम्म त पुग्यौँ तर यहाँबाट एक्जिट हुनलाई चाहिँ मिनिमम 2 जना चाहिँदो रहेछ कि एउटाले बाहिरबाट तान्ने एउटाले भित्रबाट ठेल्ने सो हामीले फाइनली अब हामी नजाउँ गाह्रो छ भनेर किनभने हामीसँग बच्चाहरू थिए नि त सो हामी अर्को झर्ने बेलामा चाहिँ यहाँ एकदमै धेरै ब्याटहरूलाई स्पट गऱ्यौँ यहाँ पनि कति धेरै थियो कि माथिपट्टि सो यिनीहरूलाई हेर्दै रमाउँदै चाहिँ हामी फाइनली अब जहाँबाट एन्ट्री भएको थियो त्यहाँबाट नै एक्जिट गर्ने भनेर हामी फेरि फर्क्यौँ यो फर्किने बेलामा पनि चिप्लेर लडेँ म हो माई गड दशा लाएर आए जस्तो भएको थियो कि मलाई त पुरै छाला गएको छ कि मेरो खुट्टाको एनिवे अब एडभेन्चर ट्राई गर्ने भनेरै आएको थियौँ द्याट्स वाइ मलाई रिग्रेट त छैन बट आई सजेस्ट यु अल इफ प्रपर प्लानिङ छ भने मात्रै आउनु होला यहाँ भएको एउटा फनी इन्सिडेन्ट सेयर गर्छु है यहाँ आउनुभएको मान्छेहरूले चाहिँ केही पनि देखिएन भनेर निस्किराख्नु भएको थियो हजुरहरू चमेरे गुफा आउनु भएको छ होइन ब्याट्स क्याब ब्याटहरू त अनि माथि झुन्डेका हुन्छन् नि त कहाँ हामी हिँडेको बाटोमा हुन्छ नि त नि सो दे वर नट लुकिङ एट द टप एन्ड दे वर जस्ट कमेन्टिङ सो एकदमै फनी थियो यो सो थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ किप लभिङ एन्ड सपोर्टिङ यो चाहिँ मेरो फाइनल पोज हो बाई